हेलो रोनित सर हजुर सर कता आज हामी जाने यसो भनिदिनुहोस् न हामी चोकतिर चोकतिर यस सर पञ्चासेको चोकतिर ओ ल के छ नि त रोनितले हल्का टाइम टेबल बिगारे है त्यही पनि ठिक छ आज 5 बजे आउने मान्छे 5:30 आउँछ मलाई भन्नु ढिलो भइसक्यो ल ल ओके जाम न ल अलि माथि ल अँ भर्खर खासा खाएर सकियो अब चाहिँ हामी माथि जान लाग्यो होइन रोनित जानै पर्यो के गर्ने बाइक जान्न मन छैन कि होइन हो त्यही भन नि त अनि यसो अब लास्ट तिम्रो लास्ट इच्छा माथि पुग्नेको अब तल झर्दा भेट्छ त्यति बेरसम्म केही बोल्नु हो ल ठिक छ अब म नि अब खाजा ब्रेक हो सर मेरो यस्तो रहेछ यो मेरो इन्जिन चाहिँ बुगाडी रहेछ होइन बुगाडीले धेरै फ्युल चाहिन्छ नि त त्यो खाइराख्नु पर्ने रहेछ सरी मलाई थाहै थिएन यार किन हो र त्यसरी अनि हाँडो सिधानीको टाढा अब हिँड्दै हिँड्दै त 2 घन्टा लाग्ला नि भाइ ए हो त्यहाँबाट 85 चाहिँ 50 त लाग्छ अब 3 घन्टा होइन सिधानीबाट 85 कति छ 50 जानु त लाग्छ 3-4 घन्टा अब हिँडेर जानु भन्छ सिधानीबाट नि अझै 1.5-2 घन्टै छ 85 हुन्छ हस् त सुन्यो सिधानीबाट पनि 2 घन्टा खायो यङ लर्ड लेट्स गो एभ्रिथिङ चामल त छेड धेरै पछि छिर्न लाग्यो युट्युबमा धेरै भएन अब सम्झेँ राम्रो बनाएको है टक्क भ्यू भएको बत्ती बालिदिनु हुन्थ्यो यार कति माथि है हामी जानुपर्ने अझै आम्मा है यहाँबाट यो डाँडा कटेर त्यो घरहरू तरो उकालो छ है बल्ल उराला आयो कता हामी हुन्छ अहिले दमदमे भन्दा अलि तल कति धेरै हो औषधीहरू आमा ठिकै होइन तर क्यामेरामा हल्का नदेखेको रहेछ ए देखेछ टिप्यो खायो है आफ्नै हो कि यो खास गरी यो चाहिँ रोनितको हो होइन रोनित अन्त रोनितको हो खास गरी अनि उसले चाहिँ यहाँ उसको त्यो क्या अरूले खाओस् भनेर के सोसल वर्कर हो क्या रोनित हो यता चाहिँ झर्ना छ तर सुकेर रहेछ झनै मेरो त त्यो अगाडिको सक नि नखेलेर के त्यो अगाडिको सक नखेलेर त्यो ओह्रालो झर्दा नि कस्तो त्यो ढुङ्गा त्यो के साइकल त्यो ह्यान्डलले कति साह्रो भयो के अनि चलाएको कि नचलाएको के हो भयो कति घन्टा पछि बल्ल बस्यो यार
घरबाट 4 बजे 4:30 बजे निस्के 5 6 7 8 9 10 4-5 घन्टा भयो हजुर खाजा खाने खाजा खाएपछि सिधै कारे हामी जाने रोनी दाजु अब चाहिँ सिधाने पुग्छ त्यसो 50 सिधानेपछि 50मा खाना खाने सिधानेमा चाहिँ यसो रोनीको गाउँ हेर्ने अनि जाने रोनित त्यो डाउन हिल अनि आनन्द घर अझ त हाम्रो त अनि रोनी साइक्लिङ प्लस हाइकिङ दुइटै हो धन्दै नाइस स्पट भेटाएछ त रोनीले त एकचोटि राम्रो भनिदिएको मलाई है ब्रोन्ज टाइम हो रोनी स्पटमा हो फेरि नाइस स्पटमा रहेछ नि त हामी त है ब्रो गड स्पट भने जस्तो क्या मलाई खाएर भ्याइदिनु फेरि म धेरै खान्न तिमी जाऊ न है राम्रो देख्यो यो अतनी है त्यहाँ चाहिँ हल्का उसो छ फर्क्यौँ है यता गयो भने उता पुग्छ त्यहाँ दामी रहेछ कि अहिले त्यहाँ घर उता उता जानु हुन्छ को मैले प्लम्बिङ सिकेँ नि ए हो त्यो तिनीहरूले फन्ड हान्छ कि ए हो ए सबै मैले पोखरा काठमाडौँ त छ कि छैन थाहा भएन जे तलतिर तराईतिर पनि छ कि यिनीहरूको सबैलाई फ्रीमा सिकाउने बनाउने फ्रीमा सिकाइदिने खाना खोला पनि बस्ने अनि जस हप्तामा यसो कल काट्ने यसो सामान किन्ने पैसा पनि दिन्छ सबै यिनीहरूले उस गर्छ कि म्यानेज म्यानेजमा फन्ड हानिदिन्छ कि म्यानेज चाहिँ अब त्यो इन्स्टिट्युटहरूलाई गर्न दिन्छ यिनीहरू चाहिँ फन्ड दिन्छ अनि यिनीहरू अरूले चाहिँ चलाउँछ कि यस्तो इन्फर्मेसन नि आउँछ हाम्रो भिडियोमा है भन्दो रहेछ राम्रो हुन्छ नि त काबेरी है प्रमोट रोड पुगेपछि त बाटो पनि कस्तो राम्रो है आफ्नो गाउँको सबै राम्रो लाग्छ रोनित है राम्रो अब बाजेहरू बाउदैन भने बाउ त अब लेक साइडमा उठ्यो बाजेहरू भाषण डुब्ने हो क्या 50 देखायो 50 यहीँ रहेछ है यहाँबाट भोट दिउँ क्या हो ए कति सकेको गाउँ उताबाट कस्तो देखिँदैछ भन्ज्याङ 5 किलोमिटर भन्ज्याङ पछि 50
कस्तो छ रोनित बाटो कस्तो भइरहेछ अहिले तिमीलाई हाउ यु फिल ठिकै हो गाह्रै भइरहेछ तर बाटो एकदम कस्तो हो बाटो त राम्रै हो गाउँको बाटोलाई साइकलमा आएर अलि झ्याउ भयो तर ठिकै छ नि है रमाइलो भइरह बिस्तारै जाने हो हतार गरेर काम छैन बल्ल कति त बज्यो 1 त बज्ला 1 बज्नु लाग्यो 2 बजे पुग्ला सायद सायद हगाए जस्तो देख्यो भने खाए जस्तो हुन्छ त्यो एउटा हान्दा हात्तीको मुखमा जिरा हाल्यो जस्तो रोनित तिम्रो भाइ हजुर फाइनली आफ्टर अ long hours and Ronit how are you feeling right now Ronit sir म त त्यही उदालोको लागि एकदम एन्टिसिपेट गर्दैछु ठीक ठीक हेलो Ronit sir हजुरलाई देखाउनुहोस् न कि लोकी हो के तिम्रो भ्लग हो कि लोकी भन्दा म लोकी परिसरी हेर म अनि त्यो पछि हामीलाई हुन्छ जाउँ यो चाहिँ 85 को पोखरी कस्तो लाग्यो नि सल्लाह लाग्यो ठिकै भन्दा नि हल्का ठिकै हो गरेको थिएन ठिकै छ बिल्डिङहरु गर्नु हो तपाईले कुन आयो आयो लो ला रोनी तिम्रो त उस टायरै फ्ल्याट भएछ नि त गुल्लै भयो मैले मिठो दाउन हिलाउँदा रमाइलो गरौँला भनेको त्यस्तो है भाग्य हेर्दा निस्किन पाएको छैन तर अहिले चाहिँ कस्तो उज्यालो देख्यो होइन यस्तो लाइटमा तर दिन त अँधेरै भयो क्या अँधेरै छ क्या अहिले चाहिँ 6:30 7 बज्न लाग्यो क्या सायद फक भयो नि त हामी अघिदेखि जोस् म याद चाहिँ गरेको थिएँ म त होइन रहेछ क्या भनेर यस्तो हेरेको बिस्तारै जाऊँ न है ल जाऊँ क्रेजी राइड रोनित सर कस्तो हल्लियो हल्का होइन तर यो जाँदाखेरि लिक हुँदै टेन्सनै हुन्छ केयरफुलहरू जानुपर्छ राति हो बाटो नि यस्तो रियल एडभेन्चर यस हामीसँग लाइट पनि छैन भने फोनको बालेर गरौँ भने कहाँ जाउँ गर्ने अहिले हामी अझै पुग्न त अझै कति 1 घन्टै छ क्या सायद है त्यो चिल हो अनि जोस् अहिले चाहिँ 8 बजी है क्या सायद तर चिल त ढुक्क हो बिस्तारै जाने हो फर्किने हो घरतिर ल सी यु एट घाटी छिना होइन यस सर त्यो जाने हो नि त्यसमा हल्का माथि एउटा
फक रोनित के भयो हाम्रो फेरि फक फेरि हावा गयो घाँटी छिनामा पुगेर भिडियो गर्छु भनेको फेरि भिडियो गर्ने बित्तिकै फक धन्यवाद बाबु है पछि भेटौँला होइन भेट देख्यो भने भाइले गर्दा चाहिँ जियोस् पम्प चाहिँ हालियो होइन रोनित अब जाम अब सकेसम्म कता पुग्छ अहिले चाहिँ राति 9 बजिसक्यो सायद क्रेजी एक्सपिरियन्स भइरहेको होइन भन्नै नमिल्ने तरिकाको होइन अब रातिको बाटो चाहिँ कसरी जाने हो भन्नेमा चाहिँ हल्का टेन्सन छ बत्ती पनि छैन होइन डोराउँदै जाने हो कि कुदाउँदै जाने हो है केही देखेछ केही देखेछ हामी गएको गुम्बा आएछ हो त्यहाँ हो हामी गएको गुम्बा चाहिँ हो त्यहाँ अब बिस्तारै जाने आँखै देखेको छैन नि त सर के खाने कि घाँटी छिनाएको खुसीमा हो हाम्रो राम्रो रम्बा हारो नि घाँटी छिना आइपुग्यो हामी कति बजे अहिले 9 बज्न लाग्यो 9 बजी चाहिँ घाँटी छिना आइपुग्यो अब घरमा जाँदा चाहिँ 10-11 बज्छै क्या जस्तो लाग्छ घरमा नि बनेको छैन अब चाहिँ फोन गर्छु ल